यदि तपाईँलाई पनि आइटीमा सधैँ एउटै कुरा रिपिटेटिभ भयो भन्ने कुरा फिल भइरहेछ भने हियर मी आउट। सो बिङ अ सफ्टवेयर डेभलपर इट इज भेरी डिफिकल्ट होइन कि अहिलेको इभल्भिङ टेक्नोलोजीसँग आफूलाई पनि इभल्भ गराउनु क्या। द्याट्स वाइ वी युजली ह्याभ टु स्टडी एन्ड रिसर्च पर्सनल प्रोजेक्टहरू बनाइराख्नुपर्ने हुन्छ होइन। र त्यही कुरामा हामी चाहिँ लस्ट हुन्छौँ क्या। र हामीले हाम्रो लागि चाहिँ पर्सनल टाइम कहिले छुट्याउँदैनौँ क्या। सो मैले पनि यही कुरा फेस गरिरहेको थिएँ होइन, जसमा म प्रोडक्टिभ भए जस्तो फिल हुन्थ्यो बट म भइरहेको थिइनँ क्या। सो आई केम अप विथ अ सोल्युसन के कि म विकमा एउटा एक दिन यस्तो राख्छु जुन दिन म सफ्टवेयर इन्जिनियरिङको कुरै गर्दिनँ, जुन दिन म आफ्नो हबीलाई दिन्छु होइन, जस्तै अहिले मैले कन्टेन्ट बनाइरहेको छ, जुन दिन म घुम्न जान्छु, जुन दिन म मुभी हेर्न जान्छु, जुन दिन म सुतेर बिताउँछु, इट्स माई टाइम भन्ने जस्तै के। सो आज चाहिँ स्याटरडे मेरो लागि त्यही दिन हो र आज चाहिँ म एउटा स्ट्यान्डअप कमेडीमा गइरहेको छु जुन चाहिँ रवि गुप्ताको हो। लेट्स सी कस्तो हुन्छ भनेर। इवेंट 6 बजे इभेन्ट सकेर म आफ्नो रुमतर्फ लागेँ। काठमाडौँमा चिसो बढेको छ, सो चिया खानै पर्यो। रुम पुग्दा 8 बजिसकेको थियो। मैले भिडियो एडिट गरेँ र यसरी नै दिन सकियो।